त्यो बेचेर आमालाई लिएर यतिको पातला बनाइदियो आमा लिएर आउँथ्यो अनि फेरि सामान कासेर लान्थ्यो मेरो छोराले पैसा चलाएको छ अहिले त त्यो मान्छेहरू सबै ज्ञानी भएको छ नि त्यस्तो सामान बेचेर यो त ज्ञानी छ यस्तो सिधा काट्दिउँ कि यस्तो सिधै काट्दिउँ होला अहिले चाहिँ सुकिमासी आमा चाहिँ धेरै बिग्रियो क्या छुट्टै राख्दिनँ अरे मुटु कलेज एउटा मुटुलाई कति पर्छ जोख्नै पर्छ हौ एउटा हुन्छ हुन्छ होला है हुन्छ होला है राम्रो बोली वचन राम्रो जता भन्यो त्यस्तो होइन अहिले त सबैको दोकान चल्छ त्यही हो अलि बेसी मात्रै हो नत्र भने उस्तै छ हौ चल्छ त्यस्तो नचल्ने त हजुर मासु छिटै त होइन यता कुनतिर नि छ यो पनि तपाईँकै हो काट्नु होइन मान्छेको त्यो मासुको उसमा चाहिँ छोडिएको क्या त्यो मृगौला ल्याउनु त यता कलेज नि लाने मेरो छोरा त कस्तो हेन्सम भएर आयो त छोरी जस्तै भएर है छोरी हजुर 500ले दिनु न 20 केजी भयो होइन 130 रुपियाँ दिनु न